वाउ, खराब जमिनको राष्ट्रिय निकुञ्ज। ल हेर्नुहोस् है, हामी खराब जमिनको राष्ट्रिय निकुञ्जको बिचबाट निर्माण गरिएको एउटा सडकबाट हिँड्दैछौँ। म बिस्तारै बिस्तारै यहाँलाई खराब जमिनको बारेमा प्रशस्तै दृश्यहरू देखाउनेछु। यो खराब जमिन नाम गरेको राष्ट्रिय निकुञ्ज हो। यहाँ यस्ता थुप्रै कटानहरूलाई यहाँ निकुञ्जको रूपमा मार्केटिङ गरेर आय आर्जन गर्ने कोसिस गरिएको छ, जुन काममा यहाँको स्थानीय सरकार सफल पनि छ। मानिसहरू आउने जाने राष्ट्रिय यसरी यहाँको यो स्थानीय सरकार, जसलाई हामी साउथ डेकोटाको सरकार भन्छौँ, यो सरकारले आय आर्जन गरिरहेको यो दृश्य एउटा अमेरिकाको मानिसको लागि यो अद्भुतको दृश्य हो। यो अद्भुतको दृश्य हो। यही अद्भुत दृश्य हेर्नलाई यहाँ मानिसहरूको लहरको हुन्छ। ल हेरौँ साथीहरू, वाउ, अर्कोतिर आयो फेरि कटानै कटान, चारैतिर कटान, कटानै कटान, अर्को कटान। बाटोहरू करेङ कुरुङ छ। यो करेङ कुरुङ बाटोमा अब हामी बिस्तारै तल झरिराखेका छौँ। अब बिस्तारै बिस्तारै हामीहरू समथल एरियातिर जाँदैछौँ। पैदल यात्री पनि देखिरहेको छु मैले। यो सयौँ हजारौँ वर्ष लगाएर बनेको यस ठाउँ यो दृश्यावलोकनको लागि यहाँ प्रख्यात